ल नमस्कार दर्शकबिनहरू मेरो धनकुटा हिले कोसेली घर चाहिँ कोसेली घरको सामग्रीहरू चाहिँ अहिले काठमाडौँ बौद्धमा धेरैजनाले काठमाडौँमा कहाँ छ भनेर सोध्नुहुन्थ्यो। अहिले बौद्ध तिनचुलेमा चाहिँ आज उद्घाटन गरियो। उद्घाटन गरेर चाहिँ ठिक्क हामी त्यस गर्दै गर्दाखेरि पहिलेदेखि हाम्रो एकजना कस्टमर हुनुहुन्छ हाम्रो ताप्लेजुङ घर भएको हजुरको सिमना मेरो वन्दना राई बहिनी भनौँ बहिनी उहाँ चाहिँ अस्ति देख्नु भएको थियो। उहाँले चाहिँ मेरो सामानहरू टिकटकबाट हेरेर धेरै मन पराइराख्नु भएको रहेछ। अनि चाहिँ ठिक्क आज उद्घाटनकै दिन पारेर चाहिँ जेसमा पनि आउन मौका पाउनुभयो र आज मेरो यो तुङबा हिले कोसेली घरलाई चाहिँ मैले पञ्चकन्या कोसेली घर भनेर चाहिँ आज उद्घाटन गरेको छु। हाम्रो हिले कोसेली घरको ब्रान्च हो र बौद्धमा आज मेरो फर्स्ट कस्टमर हाम्रो वन्दना राई बहिनी उहाँले चाहिँ यो 6वटा तुङबा अनि यो हाम्रो चौथो यो चाहिँ प्याक गरिसकेको छ। यो चौथो यो चाहिँ रक्सिहाल्ने हो। अनि हाम्रो यो कठुवा यो पनि हाम्रो राई लिम्बू जातिकै राई जातिकै अब कल्चरमा आउने हो र उहाँले मेरोबाट आज मन पराइदिएर लानुभएको सामान। अनि यो दही जमाइ खाने ठेकीदारको स्पेसल र उहाँको फर्स्ट कस्टमर उहाँ पर्नुभएको भएर चाहिँ आज चाहिँ मैले विशेष छुट पनि उहाँलाई दिएँ र उहाँ पनि खुसी हुनुभएको छ। र मैले मेरो पहिलो कस्टमर काठमाडौँको लागि मेरो उद्घाटन गरेको बेला चाहिँ पहिलो कस्टमर भएकोले मैले विशेष छुट पनि दिएँ। साथसाथै म उहाँलाई चाहिँ खादा ओढाएर मेरो पहिलो कस्टमर भएकोले खादा ओढाएर स्वागत गर्दैछु। तपाईहरुलाई पनि मन पर्यो भने आउनु होला।